होली वाइन काण्डमा केपी ओलीलाई पक्राउ गर्नुहुन्छ भन्ने कुरा आशा छ हामीलाई। गिरिबन्धु टी स्टेट घोटाला प्रकरणको छानबिन हुन्छ, केपी शर्मा ओलीलाई हत्कडी हाल्नुहुन्छ भन्ने कुरामा आशा छ। हामीलाई आशा छ 4G घोटाला काण्डमा गोकुल बास्कोटा लगायतलाई जेल लिनुहुन्छ भन्ने कुरामा आशा छ। ललिता निवास प्रकरण काण्डमा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई पक्राउ गर्नुहुन्छ भन्नेमा आशा छ। होइन भने 2 जना पुलिसलाई सरुवा गरेर गृहमन्त्रीको काम होइन। पुलिस सरुवा गर्ने त गृहमन्त्री नै हुनु पर्दैन नि, सिडिओले गरिहाल्छ। दिनहाटै नेपाली युवाहरूलाई गोली हानेर मारियो। 12:12:27 हत्या हो भने त गोली हान्ने डिएसपी, आदेश दिने गृहमन्त्री हत्याको अभियोगमा पक्राउ गरेर जेल हालियोस् भनेर हामीले संसदमा आवाज उठायौं, संसद अवरुद्ध गर्यौं, टेबल ठोक्यौं र त्यो माग गर्यौं पक्राउ गरेर जेल हाल्नु हुन्छ भन्ने कुरामा म आशावादी छु। संसदमा आवाज उठाउँदामा काममा अवरोध हुँदैन। अब तपाईलाई त जति पनि चुनाव जिताइहाल्नुहुन्छ। नेपाली जनता दाजुभाइहरू हो, नेपालमा सरकार छ र आज एमसीसी का दलालहरू संसदमा निर्वाचन भएर गए। एमसीसी आयो, एकजना मान्यज्यूले संसदमा भन्नुभयो यदि